हेलो साथीहरू, हामी चाहिँ आज बोडा टिप्न जाँदैछौँ। आज चाहिँ दिनभरि बोडा टिप्नु पर्नेछ। उहाँ चाहिँ बोडा बोक्ने डोका बोकेर हिँड्दै हुन्छ। सुकेटर हो त्यो चाहिँ, त्यता चाहिँ कता कता हो नि नाना हो। यहाँ चाहिँ जाँड बोकिराख्नु आएको छ खानुलाई। बोडा टिप्दा यसो बिसाउँदा खाने चिया। ngaसी बोके गरे ngaसी। हामीले टिप्ने चाहिँ बुढी यहाँ पर हो। कति धेरै कुरो रहेछ हौ। कुरो पला फुलेछ। यो चाहिँ हाम्रो सिलामबारी। यति चाहिँ अनि हामीले चाहिँ गर्नुपर्ने चाहिँ गर्नुपर्ने काम चाहिँ यो गरा हो। त्यो गरादेखि नि पर 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 के चाहिँ ए हामीले हिजो यहाँ टिपेको छौँ। कहाँदेखि भने यस्तै होला। कुरो कम्ती छैन, लाग्ने गर होला। माथिल्लो छेउ तल्लो छेउदेखि माथिल्लो छेउ लिउँ न। यो चाहिँ हिजो हामीले टिपेको ऊ त्यहाँदेखि उँभो लिउँ न। यस्तो ल्याउनु भयो। म त बिर्सेछु। आउँछ होला नि लिनु यहाँदेखि। टिप्नु पर्ने अरे सुरुवाती सबै कुही गएछ। लु तल हाम्रो नानाको पनि यस्तै छ घिउ फ्याक्ट्री। यता यता पर पर टिपेर लानुपर्ने। टिप्नु चाहिँ यस्तो पर्ने टिप्नु चाहिँ। हमारा खेता लाए के हुन्छ त हेर जाँड खाएर पिउनु त गाइस हामीले खायौँला खाएला हजुरी भनेर मासलाको गोरेला हाम्रो घरमा गएर मेरो छोरा त हजुरी पर्दैन है। के भन्नुभएको यत्तिकै भनेको छ। दायाजको दिनभरि काम गरेर थाकेर अब चाहिँ सुत्यो। खानासाना खाएर त्यति नै। भ्लग पनि बनाउन खासै पाइएन। यति नै आजको भ्लग। बाई बाई, गुड नाइट।